यहाँ मैले बीबीएस फर्स्ट इयरमा रहेको एकाउन्टको 2082 मा आएको क्वेसन 13 मा जुन कि आउने गर्छ त्यसलाई मैले सल्भ गरेर राखिदिन्छु। यहाँ हेर्न सकिन्छ कि 2078 मा साउनमा खरिद गरेको मेसिन 4 लाखमा रहेको छ भने त्यसको डिप्रिसिएसन काट्दा 45,000 आउँछ। 4 लाख इन्टु 15% र अपन 12 गरेर 1 मन्थको निकाल्ने र इन्टु 9 गरेर 9 मन्थको निकाल्ने, किनकि हाम्रो साउनमा खरिद गरेको मेसिन छ त्यसको डिप्रिसिएसन 9 महिनाको काट्नु पर्ने छ। त्यस्तै अर्को मेसिन फेरि 2078 को लास्टमा खरिद गरेको हुनाले टु ब्याङ्क एकाउन्ट 2 लाखमा खरिद गरेको। अब यहाँ ध्यान दिनुपर्ने कुरा फर्स्ट मेसिन जुन फर्स्ट साउनमा 2078 मा खरिद गरेको थियो त्यो चाहिँ हाम्रो बिक्री गरेको छ र त्यसलाई अब हामीले पुसमा बिक्री गरेको छ भने पुससम्मको डिप्रिसिएसन घटाएपछि भर्खर हामीले बेच्ने हो। ल अब हिसाब गर्ने है। यहाँ फर्स्ट मेसिनको हामीले 45,000 डिप्रिसिएसन 9 महिनाको डिप्रिसिएसन काटियो र अब त्यसले 3 लाखमा बिक्री गरेको छ भने अब हेर्ने कति फाइदा वा बेफाइदा भएको छ। 4 लाखको मेसिन 45,000 डिप्रिसिएसन, त्यसपछि 60,000 डिप्रिसिएसन, त्यसपछि फेरि 45,000 डिप्रिसिएसन घटाएपछि 50,000 चाहिँ प्रफिट भएको छ। र अब डेबिटतिर हाम्रो 50,000 राख्न पर्यो पिएल एकाउन्ट भनेर। र हाम्रो फर्स्ट मेसिनको सबै काम भएपछि अब हाम्रो सेकेन्ड मेसिनको रह्यो। अब सेकेन्ड मेसिनको डिप्रिसिएसन काटेपछि ब्यालेन्स बिडी गरिदिएर हाम्रो क्लोज हुन्छ, किनकि 2080 सम्मको मात्रै यहाँ गर्न भनेको छ। यहाँ दुईटा प्लस गरेर टोटल निकाल्ने, त्यसपछि ब्यालेन्स सिडी कति आउँछ भने 1,40,000। 2081 टु ब्यालेन्स बिडी 1,40,000 यहाँ आयो 1,40,000। यहाँ डिप्रिसिएसन काटिएको छ 4 लाखको 60,000 र 2 लाखको